तपाईहरूको पार्टनरले पनि कुनै रियाक्सन नै दिनु हुँदैन। यौन सम्पर्क गर्ने बेलामा तपाईहरूले सोच्नुहुन्छ कि मेरो पार्टनरले पनि अलिकति यो रियाक्सनहरू दियो भनेदेखि चाहिँ यौन सम्पर्क गर्न चाहिँ अझै रमाइलो हुने थियो, रमाइलो तरिकाले चाहिँ यौन सम्पर्क राख्न पाउने थियौं भनेर चाहिँ तपाईले धेरै सोच्नु भएको छ। तर तपाईले चाहिँ तपाईहरूको पार्टनरको यानि कि फिमेलको चाहिँ शरीरमा उनीहरूको सेन्सिटिभ पार्टहरू चाहिँ कुन कुन ठाउँमा छ, अब उनीहरूको अब बुक्सहरू भयो, उनीहरूको कानतिर भयो, तपाईहरूले जति नै धेरै मसाज गरे पनि तपाईहरूको श्रीमती चाहिँ के एकदमै मरेको जस्तो हैन, बिन्दास पारामा चाहिँ अब सुत्ने, कुनै पनि रियाक्सनहरू नदिने, यस्तो तरिकाले चाहिँ तपाईहरू एकदमै चाहिँ आत्तिनु भएको छ। तपाईहरूले उनीहरूलाई चाहिँ हस्पिटल लिएर जान पनि सक्नु भएको छैन। यस्तो छ भनेदेखि साथीहरू तपाईहरूले अरु केही गर्नु पर्दैन। यदि तपाईहरूले चाहिँ बिहान जब उनीहरूले चाहिँ खाना खानुहुन्छ, खाना खानुभन्दा अगाडि चाहिँ उनीहरूलाई चाहिँ केही काँचो प्याजहरू चाहिँ काटेर दिनु होला र बेलुका पनि सकेसम्म चाहिँ खाना खानुभन्दा अगाडि चाहिँ काँचो प्याजहरू काटेर दिनु होला। किनकि काँचो प्याजले चाहिँ उनीहरूको शरीर भित्रको जो ब्लड हुन्छ, ब्लड सर्कुलेसन हुन्छ है, त्यो ब्लड सर्कुलेसनलाई चाहिँ अलिकति फास्ट बनाउँछ र अलिकति हिट बनाउने चाहिँ काम गर्छ। उनीहरूको त्यो रगत चाहिँ चिसो भएको कारणले त्यस्तो हुन्छ। यदि तपाईहरूको बच्चा बच्चीहरू पनि भइसक्यो र त्यो बच्चा बच्चीको तनाव र उनीहरूको टर्चरले गर्दाखेरि पनि तपाईहरूको पार्टनर भित्र चाहिँ यौन सम्पर्क गर्ने बेलामा कुनै पनि रियाक्सनहरू नआएको पनि हुन सक्छ। कुनै पनि एउटा तेलहरू लिएर चाहिँ तपाईहरूले उनीहरूको बुक्सलाई चाहिँ तपाईहरूले चाहिँ राम्रो तरिकाले चाहिँ मसाज गरिदिन सक्नुहुन्छ। धेरै जस्तो पुरुषहरूले यौन सम्पर्क गर्ने बेलामा चाहिँ आफ्नो फिमेल पार्टनरहरूको बुक्सलाई चाहिँ बेसरी अँठायो भने, बेसरी दबायो भने उनीहरूलाई चाहिँ मजा आउँछ, अझै पनि यौन सम्पर्क गर्न रमाइलो हुन्छ भनेर चाहिँ एकदम बेसरी चाहिँ उनीहरूको बुक्स दबाउने, अँठाउने यस्तो पनि गर्छन् है त। तर साथीहरू कहिल्यै पनि यौन सम्पर्क गर्ने बेलामा चाहिँ तपाईहरूले आफ्नो पार्टनरहरूको बुक्स चाहिँ जति बेसरी दबाउनुहुन्छ उनीहरूलाई चाहिँ एकदमै धेरै दुख्ने भएको हुनाले उनीहरूको शरीरभित्र आएको यौन इच्छा चाहना पनि हराउँदै जान्छ। तपाईहरूले चाहिँ उनीहरूको चाहिँ बुक्समा हल्का तरिकाले चाहिँ बिस्तारै तपाईहरूले जति मसाज गर्नुहुन्छ, तपाईहरूलाई त थाहा नै छ होला, महिलाहरूको चाहिँ एकदमै शरीरको सबैभन्दा धेरै सेन्सिटिभ पार्ट भनेको चाहिँ उनीहरूको चाहिँ चेस्ट हुन्छ र त्यही भएर चाहिँ जब तपाईहरूले यौन सम्पर्क गर्नुहुन्छ त्यो चेस्टमा चाहिँ तपाईहरूले चाहिँ केही समय चाहिँ तपाईहरूले मसाज गर्नु होला। तपाईहरूलाई थाहा नै छ, एउटा प्याज चाहिँ तपाईहरूको चाहिँ काँचो प्याज काखीमा च्यापेर राख्यो भने पनि तपाईहरूलाई चाहिँ लगभग 5-10 मिनट पछाडि चाहिँ ज्वरो आउन सुरु हुन्छ है त। प्याजको चाहिँ त्यति धेरै पावर हुन्छ साथीहरू। त्यसैले चाहिँ यदि तपाईहरूको फिमेल पार्टनरहरू पनि यौन सम्पर्क गर्दाखेरि चाहिँ एकदमै कुनै रियाक्सन नै नदिने त्यस्तो गर्नु भएको छ भनेदेखि तपाईहरूलाई खाना खानुभन्दा अगाडि अथवा खाना सँगसँगै पनि तपाईहरूले चाहिँ काँचो प्याजहरू दिन सक्नुहुन्छ। र तपाईहरूलाई पनि यदि त्यस्तै भएको छ, तपाईहरूको लिङ्ग पनि राम्रोसँग नउठ्ने, यौन सम्पर्क गर्ने बेलामा है त त्यस्तो छ, तपाईहरू पनि कुनै रियाक्सनहरू नआउने, तपाईहरूको पार्टनरले चाहिँ तपाईहरूलाई जति नै धेरै छुँदा मसाज गर्दाखेरि पनि तपाईहरूको लिङ्ग चाहिँ राम्रो तरिकाले चाहिँ नउठ्ने, उठिहाल्यो भने पनि एकैछिनमा सुतिहाल्ने त्यस्तो समस्या छ भने तपाईहरूको लागि चाहिँ बिहान बिहान जब तपाईहरू चाहिँ उठ्नुहुन्छ त्यतिखेर चाहिँ काँचो लसुन चाहिँ चबाएर खाने गर्नुहोस्। किनकि साथीहरू तपाईहरूले काँचो लसुन खाँदाखेरि हो घाँटी पोल्छ, मुटु पोल्छ हैन। काँचो लसुनले त्यो पोल्ने भनेको चाहिँ जब तपाईहरूले चाहिँ काँचो लसुन खाँदाखेरि चाहिँ तपाईहरूलाई चाहिँ एकदमै पिरो खुर्सानी खाएको जस्तो चाहिँ एकदमै पोल्छ। जति धेरै तपाईहरूलाई पोल्छ है, त्यो लसुनले चाहिँ तपाईहरूको शरीरभित्रको जुन एनर्जी हुन्छ त्यो चाहिँ लुकेर बसेको अथवा सुतिसकेको, सेलाइसकेको एनर्जीलाई चाहिँ तपाईहरूको चाहिँ त्यो लसुनले चाहिँ अझै वृद्धि गर्नमा चाहिँ मद्दत पुर्याउँछ है त। र तपाईहरूले यौन सम्पर्क गर्ने बेलामा पनि तपाईहरूको लिङ्ग पनि राम्रो तरिकाले काम गर्ने र अझै कडा र खडा हुने पनि धेरै एकदमै तपाईहरूलाई चाहिँ हेल्पफुल हुन्छ साथीहरू।